जीवनमा मेरो कथा यस्तो छ बस्नु आएर यो कथा यस्तो छ कि बिमार भएर पनि छोडेको होइन रक्सी टाउको दुखेर पनि जाँड छोडेको होइन युरिक एसिड लागेर पनि बियर नखाएको होइन रम चाहिँ तपाईँको किन्नु नसकेर पनि नखाएको होइन चाह्यो भने यसो अलिअलि किनेर खाइन्थ्यो हेर्नु है अब यो घर परिवारले खाएर उतानो र घोप्टो गरेर चाहिँ अब बाउै लड्ने देवाई लड्ने अब मम्मी अब हुने देमाई लड्ने केटाकेटीहरू नै खाएर पाल्टाङ र फुल्टुङ हुने अब त्यही भएको कारणले यो जाँड कहीँ नखाएको कारण चाहिँ त्यसरी अब सबै पागलै पागल मैले चाहिँ नखाएको प्रतीक्षा र जुवाइले पनि सुनिरहेको छ बिचमा मान्छेलाई पतन बनाउनुको लागि बेलामा त उपज गरेको खोलातिर भागी हाम्रो बाउले पनि हामी जस्तो सोझो सिधा भएर